हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। कस्तो हुनुहुन्छ तपाईहरु? आशा गर्छु कि तपाईहरु राम्रै हुनुहुन्छ र हमेशा राम्रै बस्नुहोस्। र मलाई देखेर तपाईहरुले भन्दै होला कि कपाल चाहिँ आजले के गरेर चाहिँ बसेको भन्दै होला कि साथीहरु। म तपाईहरुलाई देखाउँदैछु यो के हो। यो चाहिँ हो केरलाको अर्ग्यानिक कोकोनट ओइल हो, जो कि म अहिले टाउकोमा लाउँदै बसिरहेको थिएँ। र आज मलाई चाहिँ भिडियोहरु त्यस्तो केही एडिटहरु गर्न मन लागेन र त्यही भएर चाहिँ मैले यो भिडियो चाहिँ तपाईहरुसँग आज शेयर गरेको कि मैले चाहिँ टाउकोमा चाहिँ के लगाउँदैछु र म के गर्दैछु भनेर। यो चाहिँ हो मेरो नारियल तेल, जो कि म गरममा चाहिँ म नारियल तेलै लगाउँछु हैन। गरममा त अब नारियल तेलै राम्रो भन्छ हो टाउकोमा। आधी चाहिँ लगाइसकेको छु, साथीहरु देख्नु हुँदैछ होला यी चिप 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 हो। अहिले चाहिँ बज्दैछ 10। नानीलाई पुगाएर आएँ म 9 बजीतिर। 9 बजी आएर चाहिँ ब्रेकफास्ट गरेर पनि अब 10 बजी टाउकोमा तेल लाउँदैछु। टाउकोमा तेल लाउँदैछु, लगाएर चाहिँ त्यहाँदेखि चाहिँ म आधा 1 घण्टा जस्तो राख्छु। 11 बजीतिर चाहिँ म धुन्छु। यो चाहिँ एकदम यति फुल लगाइदिएको छ है, यो नारियल तेल चाहिँ एकदम भर्ती थियो। मैले लगाएर आधी चाहिँ दिदीहरूले लिएर गयो कि उहाँ चाहिँ यो के अरे मेरो हस्बेन्डको चाहिँ ड्युटीबाट साथी केरलाबाट ल्याइदिएको, मतलब ल्याइदिएको पनि होइन, मतलब मैले नै भनेको ल्याइदिनु भनेर। किनकि साथी बुढाले भन्नुभयो कि केरलाको साथी छ के चाहिन्छ भन्दाखेरि चाहिँ अन्त मैले नारियल तेल, केलाको चिप्स भयो, के अरे सिमल तरुलको चिप्स भयो, कटहलको चिप्स भयो, मैले थुप्रै जिनिसहरू मगाएको थियो होइन साथीहरु। अन्त के अरे तेल चाहिँ अझै छ यसमा चाहिँ मैले किनकि कति कति पो ल्याइदिएको थियो, 1 बोतल 2 बोतल जस्तो ल्याइदिएको थियो। 2 बोतलमा चाहिँ 1 बोतल चाहिँ छ र 1 बोतल चाहिँ आधी दिदीहरूले लिएर गयो, आधी चाहिँ यो छ। एकदम राम्रो हुन्छ कि साथीहरु, यो घरको भने चाहिँ अर्ग्यानिक भने चाहिँ अर्ग्यानिकै हुँदो रहेछ है। जस्तो कि अब मैले लगाएर अहिले म टाउको धुन्छु नि, यति राम्रो हुन्छ, कपाल एकदम स्मुथ हुन्छ हो। अन्त त्यही भएर हेर्नु है साथीहरु, यहाँ त म चाहिँ चिपचिप भएर बसिरहेको छु। खाना चाहिँ बनाइसकेँ, दाल बनाएँ, त्यहाँदेखिको सब्जी साग बनाएँ। अन्त भात चाहिँ बनाएको छुइनँ, भात चाहिँ अहिले एकछिनमा हुन्छ। साथीहरु तपाईहरुको नास्ताहरू भयो कि भएन? लन्च त पाक्यो होला सबैको, र सबैको कतिजनाको त पाएको छैन होला। र हेर्नुहोस् आज चाहिँ म कुछ चिपचिपी भएर बसिरहेको छु। मलाई नै खुद चिपचिप लाग्दैछ, मलाई नै मतलब कस्तो गरम लाग्दैछ हो। त्यही भएर मैले आज भिडियो पनि बनाएको छैन, कमेडी गरम लागेर। अहिले भेटौँला अर्को भिडियो। बाई बाई साथीहरु, आजको लागि चाहिँ मेरो भिडियो यति नै हो। र मेरो भिडियो जसलाई मन पर्छ लाइक शेयर कमेन्ट गरिदिनुहोस् होला है।